गत वर्षको पौष महिनामा झापाको दुधेमा एकाएक एउटा खबर चर्चित बन्यो। अझ भन्ने हो भने भाइरल नै बन्यो। त्यो घटना थियो सो स्थानीय 19 वर्षीय किशोरीले सन्तान जन्माएको, त्यो पनि 80 वर्षीय वृद्धसँगको अनैतिक सम्बन्धबाट। यो खबरले सामाजिक सञ्जाल मात्र रङ्गिएन, धेरैलाई अचम्मित नै बनायो। 80 वर्षीय स्थानीय कपिल मणि सङ्ग्रौलाले पीडित भनिएकी 19 वर्षीय किशोरीलाई अमलादिही ललाई फकाई गरी गर्भवती बनाएको र पछि तिनैबाट सन्तान जन्माएको घटना, जसलाई अमलाकाण्ड भन्दै छ्याप्ती बनाइयो। पीडित परिवारले इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दर्ता गर्यो। पटक पटकको छलफलपछि 2081 फागुन 6 गते झापा जिल्ला अदालतमा मुद्दा नै दर्ता भयो। यस घटनाले सङ्ग्रौला परिवारलाई भने विक्षिप्त नै बनायो। आफू निर्दोष भएको तर सामाजिक सञ्जाल र समाजका केही मानिसले सङ्ग्रौलालाई अपराधी बनायो। सामाजिक, मानसिक र आर्थिक रूपमा समेत यसले आफूहरूलाई असर पारेको भन्दै कपिल मणिका छोरा ओम अरियालले गुनासो गर्नु भएको छ। आफ्ना बुबाको पक्षमा अदालतले फैसला गरेपछि पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्ग्रौलाले घटनाबाट परिवारलाई कस्तो असर पर्यो भन्ने बारेमा बताउनु भएको थियो। हीनताबोध भएको कारणले गर्दाखेरि अलिकति मानसिक विचित्रता चाहिँ हुन्छ नै। अहिले घर ओरतिर परतिर पनि र त्यो अवस्थामा पनि गाडीमा जाने विद्यार्थीहरू शुद्धले त्यो अवस्थामा अमला बुढो यही हो नि, अमला बुढाको घर यही होइन भन्दै कराउने, त्यो गर्दा हामी कुन अवस्थामा पुगेका थियौँ होला। त्यो मानको हानि त गरेको त्यो फिर्ता त हामीले अब कहिले पनि लाइफमा पाउन सक्दैनौँ। करिब 1.5 वर्षको कानुनी लडाई र मेडिकल रिपोर्टले प्रतिवादी बनेका कपिल मणि सङ्ग्रौलालाई जिल्ला अदालत झापाले गत बुधबार सफाई दिएको छ। जिल्ला अदालत झापाका न्यायाधीश पारस मणि पोखरेलको इजलासको जारी बकपत्रमा प्रतिवादीलाई फसाउने वा बदला लिने मनसाय रहेको उल्लेख गरेको छ। वादी पक्षले जबरजस्ती करडी गरेको हो भनेपछि शारीरिक जाँच र त्यसको प्रतिवेदन अनि प्राप्त डिएनए रिपोर्ट, अदालतमा गरिएको बयान, प्रत्यक्षदर्शीका गवाही समेतका आधारमा प्रमाणबाट पुष्टि हुन नसकेका कारण सफाई उल्लेख गरेको छ। सङ्ग्रौलाको मुद्दालाई कुन कुन तथ्य र प्रक्रियाबाट सफाई दियो त? यस मुद्दालाई नजिकबाट हेर्नु भएकी र बहसमा सहभागी बन्नु भएकी वैधानिक अधिवक्ता कोपिला अधिकारीको यो भनाइ हेरौं। कस्ता कस्ता सबुत प्रमाणहरूले चाहिँ उहाँलाई सफाई दिलाउन सहयोग गर्यो भन्ने सन्दर्भमा कुरा गर्दा, पहिलो कुरा त उहाँको डिएनए म्याच नभएको र उहाँको छोरा जुन पीडिताको छोरा हुनुहुन्छ छन् शिशु, ऊ चाहिँ प्रतिवादीको नभएको कुरा। अनि अर्को बिहानको समयमा जुन वारदात घटेको भन्ने कुरा छ, बिहानको समयमा सामान्यतया हामी चिया खाजा खाने, घरमा बस्ने, यसो खोले दिने ओर्ने त्यो समय भएको हुनाले त्यो समयमा त्यो वारदात घट्यो भन्ने कुराको कल्पना पनि गर्न नसकिने कुरा। अर्को मानसिक अवस्था चाहिँ नर्मल थिएन मेरो भनेर कुरा उठेको थियो, बयानमा भन्नुभएको थियो पीडिताले। त्यो सन्दर्भमा कुरा गर्नुपर्दाखेरि उसको स्वास्थ्य परीक्षण रिपोर्टमा चाहिँ नर्मल अवस्थामा रहेको भन्ने कुरा त्यतिखेर देखियो। र अर्को हाम्रो सर्वोच्च अदालतको नजिर के कस्तो छ भने अभियोग लाउँदा मात्र हुँदैन, त्यसलाई प्रमाणित गर्नको लागि थप प्रमाणहरूले समेत भूमिका खेल्नुपर्छ। त्यो आधारमा मात्रै हुन्छ। अभियोग लाउने बित्तिकै पीडित नै हुने र कसुर गरेकै मानिने भन्ने हुँदैन। वृद्ध अवस्थामा लागेको आरोपले कपिल मणि सङ्ग्रौलालाई बढी क्षतविक्षत बनायो। अझ त्यो बेला सामाजिक सञ्जाल र युट्युबरहरूले भ्युजका लागि दिएको हैरानीले उहाँलाई मानसिक समस्या नै बढायो। आत्महत्याकै बाटो रोज्नेसम्मको अवस्थामा पुग्यो। समाजले दिएको अन्यायलाई अहिले अदालतले न्याय दिएकोमा कपिल मणि सङ्ग्रौला यसरी खुसी व्यक्त गर्नुहुन्छ। न्याय पाए राम्रै भयो, मलाई पनि अलिकति सन्तोष भयो। त्यही पनि यो पीडा त छोड्न जाँदैन, चोट त म कहिले नजाने चोट लागेको होइन र पनि त न्याय पाएँ मैले, त्यसमा म खुसी छु। धेरै 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 खुसी छु, किनभने मैले गल्ती गरेको थिएन र मैले न्याय पाएँ नि। गल्ती गरेको भए म पाउँथेँ, तर म अदालत जाँदा पनि टेरिनँ, थुनामा हाल्दा पनि टेरिनँ होइन, म कहाँ चाहिँ पुगिनँ र होइन, जेलभित्र पनि बस्दा पनि म टेरिनँ भने म, किनभने एउटा धैर्य धारण गरेर एकचोटि कोसीमा गएर चाहिँ मर्नलाई ठिक्क परेको थिएँ। यस्तै हो, अब कहीँ जाँदा पनि मर्न दिन नपुगिँदै मरिन्छ रहेछ। मर्न आन्दै गएको म बाँचेर हिँड्ने अवस्था थिएन। सङ्ग्रौला परिवारलाई जिल्ला अदालतले न्याय दियो, तर यसअघि सार्वजनिक भएको घटनामा जोडिएकी ती किशोरी जसले बिना बुवाको सन्तान जन्माउनु भयो, ती महिलाले भने न्याय पाउनु भएन। जन्मेकी ती नाबालिकाले बाबु पाइनन्, तर तिनै किशोरीका